गाइस ल फाइनली स्टार्ट भएको छ है। ल डान्स हान्छ त डान्स टप एन्ड साइड है। फाइनली बाघ भेटिसकेको छ। बाघ चाहिँ यहाँ फोटोमा मात्र रहेछ। अब पानीको बिस्तार पछाडि देख्छ सक्दियो गाइस। वाउ यो त अफ्रिकातिर। हेलो गाइज वेलकम टु माई ब्लग है। आज चाहिँ हामी कहाँहरू दोस्त चितवन है। आज चाहिँ हामी ट्याक्क 5 बजी उठेर चाहिँ अब यहाँ जङ्गल सफारी हामीले यो गाइज होइन। यहाँ चाहिँ फेरि यहाँ ट्याक्क हामी 5 बजे उठेर यहाँ ट्याकटुक बिहानको समयमा चाहिँ दामी सिन देखिन्छ, दामी खत्रै देखिन्छ भनेर चाहिँ यहाँ जनावरहरू देखिन्छ भनेर चाहिँ बिहानै आएको। अनि एउटा जनावर चाहिँ अगाडि भेटिसकेको छ। अनि यहाँ चाहिँ गोही सोही यहाँ यो साइडबाट चाहिँ यहाँ गोहीहरू ट्याकटुक हेर्न मिल्ने रहेछ। अनि ल गैडा चाहिँ खै त नि अगाडिको खै ए। अनि त्यहाँ चाहिँ गैडा देखिसकेका छौँ हामीले। ऊ अगाडि यहाँ आमा र बच्चा चाहिँ वाकिङ हान्दै कता गइरहेको अवस्था भइरहेको छ। त्यहाँ चाहिँ वाया। अनि यहाँ चाहिँ यो खोलामा चाहिँ गोही खत्रै गोही हुँदो रहेछ है। त्यहाँतिर गोही सोही हुँदो रहेछ। कहिले काहीँ निस्किँदो रहेछ खै कहाँ। त्यहाँ चाहिँ एउटा गोही चाहिँ ऊ त्यहाँ डुबिरहेको है हल्का। ऊ यहाँ डुबिरहेको त्यस्तो राम्रोसँग देखिँदैन होइन। अनि हामीले चाहिँ यहाँबाट ट्याक्क यो नेसनल पार्क टुर भन्नेबाट चाहिँ हामीले टिकट काटेर अब हामी चाहिँ जङ्गल सफारी हामीले यो गाइड अब के हुन्छ बिच बाटोमा के हुन्छ सब देखाउने। यहाँ गाइड चाहिँ आइसक्नु भएको छ। यहाँ गाडी साडी ट्याक्क स्टार्ट भइसकेको छ। यहाँ घाम ट्याक्क उता के अरे घाम के भन्छ त्यसलाई सनराइज भइसकेको छ होइन। ट्याक्क अब झ्याप्चुप अब बाघसाग आउँछ कि आउँदैन हेरौँ ल। अब हाम्रो यात्रा स्टार्ट भइसकेको छ गाइस। ल फाइनली स्टार्ट भएको छ। इन्जोइङ हान्दै अब कहाँबाट छिर्यो यहाँबाट के इसियामा छैन यार। खल्तीमा पनि 1000 रुपियाँ जति छ होला छैन क्या। अस्ति मैले क्यास तानेर मैले एक बार ल गाइड स्टार्ट भइसकेको छ हाम्रो जर्नी। अब ट्याक टुक रमाइलो यहाँ गाइड यदि 10 मिनट आएन 80 रुपियाँमा गाडीमै राखिदिनु होला। हुन्छ म चाहिँ तपाईँको नेचर गाइड। मेरो नाम एक श्रेष्ठ कृष्ण होइन। यस्तो घाम लागिरहेको छ दामी पारामा बिहान 6 बजेको समयमा। अब हामी यहाँ जङ्गलभित्र छिरिसकेपछि मात्र भेट्ने चम्का ट्याक्क यहाँबाट चाहिँ गेटबाट चाहिँ स्टार्ट भइसकेको छ हाम्रो नेसनल पार्क। ल गैडिज फर्स्टमै गैडिज देखिसकेको छ। लभली ल गइरहेको माथि रमित भाइ वे गैडिज देखिसकेको छ है। वे लभली है लभली। ल के पुरै ल साइलेन्ट छ त यो त। अनि ल डान्स गर डान्स। यहाँ चाहिँ बाँदरहरू भेटिसकेका छन्। बाँदर र के हो त्यो ऊ होइन त्यो जरायो होइन ए के अरे त्यसमा मिर्ग ल यस्तो चाहिँ अगाडि चाहिँ ल बाल्टीको टाउको देख्यो। आउने यहाँ चाहिँ यिनीहरू अति चाहिँ जरायो है जरायो। उयो अस्ति यार बाबा त्यो सिङ्लामा भएको थियो केटा। लेट्स गो यो चाहिँ छोरा है बाबाले चाहिँ हल्ला सल्लाह गर्नुहुन्छ साइलेन्ट गरेर म चाहिँ थाहै छ अगाडि हामीले त्यही त भनेको त्यही त प्रब्लम हो त। उयो अगाडि चाहिँ लट्स अफ
चरा आयो झरै ओए चरा चाहिँ कस्तो दामी थियो है दामी ओए अति चाहिँ यो चरा चाहिँ लभ इट ल अगाडि जति जति जे हुन्छ सबै देखाउँछ है गाइस ओए अति चाहिँ अति लभले ल कभर अप इनसाइड गाई यहाँ चाहिँ मयूर भेटिन्छ मयूरको कन्सेप्ट छ बर्थडे भइसक्यो रहेछ दुईवटा बच्चा है ल ल ल ल डान्स हान्दै त डान्स हान्देऊ न डान्स पोती यो कलर हो हालेको छाती पनि एकदम हरियो हुन्छ छाती पनि हरियो हुन्छ अहिले यो बेला चाहिँ गाइस बाघ हेर्न आएको यहाँ बिरालो पनि देखेको छैन तर यहाँ यी मान्छेहरू यसरी सुतेर बाघलाई हेर्न आएको मान्छे यहाँ सुतेर यस्तो भइसकेको छ ओ ल ल ल जम्पिङ ल ल ल उठायो रम्दा गयो बाघ छ अगाडि यो चाहिँ ठुलो नदी सानो नदी पर्या पानीको तलाउ र सिमसार एरिया जङ्गल भन्छन् यिनीहरूले जे भेटाइ नि खान्छ माछा भ्याकुटा सर्प चरा जनावर मान्छे जे पाइ नि खान्छ हरियाल भन्ने हुन्छ त्यो चुच्चो मुख गरे त्यो चाहिँ फ्रेस वाटर त्यो चाहिँ खास यस्तै बग्ने सफा पानीमा मात्रै बस्ने हो ठुलोमा 6.5 मिटरसम्म लामो हुन्छ लामो मुख गरेको उसले चाहिँ माछा मात्रै खान्छ अरू चिज खाँदैन हामी आएको ठाउँमा चाहिँ त्यो चुच्चोले त मान्छे पनि खान्छ भने तैँले दामी मिस्टेक भएर चाहिँ उल्टो दामी लिएको रहेछ यता चाहिँ दामी माछा पालन गोही भाइ पनि यहाँ चाहिँ एउटा डेन्जरस गोही भाइ किरा खायो आनन्दसँग सिलमा हामी चाहिँ यहाँ झरेर यहाँ चाहिँ 5-6 मिनट रेस्ट 5-6 मिनट चाहिँ रेस्टको व्यवस्था रहेछ यहाँ चाहिँ ट्याक्क अनि बाघ रहेछ केटा अगाडि यहाँ चाहिँ यहाँबाट बाघ हेर्न मिल्ने रहेछ ल है बाघ चाहिँ यहाँ छ है फाइनल्ली बाघ भेटिसकेको छ बाघ चाहिँ यहाँ फोटोमा मात्र रहेछ अब नजिकबाट त भेटिने गाह्रो नै रहेछ होइन यहाँ चाहिँ अब सुसु हल्का रेस्ट गर्ने टाइम यहाँ चाहिँ फेरि गई नजिकैमा पनि आउनु सक्छ है बाघै त्यस फेरि च्याप्पा आयो भने कराप छान्यो भने त फेरि सकिहाल्यो नि फेरि के गर्ने हो यहाँ चाहिँ फिसिङ हान्नु मिल्छ मुद्ने हो त्यहाँ मुद्ने टोइलेट ल तर यी नजिक न यहाँ त्यही त गई नजिक पनि आउनु सक्छ होला है च्याप्पा हान्यो भने त चाहिँ कफी ब्रेक होइन जाममा कफी खाएर अब चल्दिस गैडा स्पोर्ट ल यहाँ ल गैडा बाई गैडा यहाँ छ गोही त्यहाँ छ स्याकको बाबु यहाँ गैडा सिङको त यस्तो मोटो यति लामोसन हुन्छ सिधै अनि कसैको चाहिँ सानो सिरिक्क पर अलिकति घुमेको हुन्छ यति लामो त घुमे हुन्छ कसैको चाहिँ मोटो छोटो हुन्छ फेरि दुईटा जस्तो सिङ लामो पनि अति लामो रहेछ अरे त ल सास त आम्मा उडाइदिन्छ कि हामी नजिक भयो भने त ल त्यो चाहिँ गोही हो गोही चाहिँ के हो भने आँखा मात्रै देखाउने रहेछ भने गोही सानो छ यसलाई खान सक्दैन नि त कति चाम्रो हुन्छ कस्तो ग्रिन लेक जस्तो है यो त हरियो हो नि त तपाईँले राम्रो पानीमा पौडी खेल्यो जनावरहरू ट्याक्क भेटिसकेका छन् क्युटिजहरू ओए लभले यस्तो चाहिँ यहाँ चाहिँ मयुरहरू पनि हात्ती आइसक्यो यो भाले आशीर्वाद आशीर्वाद
आशीर्वाद पैसा दिन्न दिदी पहिला पैसा पनि ट्याप्प टिपेर मलाई पर्दैन आशीर्वाद दिन यो लौ आशीर्वाद 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 लग्नु भने लगिदिनु सब रुखमा हाल्यो त्यसले डाँडामा रिमोट कन्ट्रोलवाला हो क्या आशीर्वाद चाहिँ किन नलग्यो भाइ आशीर्वाद लाग्नुपर्छ त गाइज हामी सफारी हाम्रो आइसक्यौँ तर इट वाज नट गुड एक्सपिरियन्स होइन बिल्ला भयो क्या बिल्ला भन्दा पनि धेरै बिल्ला केही त्यस्तो रमाइलो इन्जोय केही भएन ल अनि गाइज हामी बसेको होटल चाहिँ यही हो होइन ट्याक्क चितवन फरेस्ट CFR होइन एम्बियन्स ल यहाँको एम्बियन्स कस्तो छ यो चाहिँ यस्तो छ है हाम्रो चाहिँ स्विमिङ पनि छ हल्का स्विमिङ पनि छ मैले बिर्सेको स्विमिङ पनि छ ट्याक्क ल खाजा खाँदा ल ओके वी आर ह्याभिङ खाजा राइट नाउ म चाहिँ यो हेलमेट चाहिँ ढ्याक्क राखेर आउँछु किन भन्दाखेरि ल गाइज खाजाको टाइम आइसकेको छ खाजा अब घाममा हानिन्छ मिठो पारामा यहाँ चाहिँ यस्तो छ है हाम्रो रिसोर्टको चाहिँ ट्याक्क हाफ कट्टुका साथमा ल हान्दिउँ ल ट्याक्टुक उडाइदिउँ ल थोरै भए पनि खाने हो मिठो खाने ल थोरै चाहिँ यो धेरै पुस्नु पनि पर्दैन झ्याममा आई विल पिक एउटा चम्चा त्यसपछि यति अनि मलाई यस्तो चाहिँदैन यार के छ हौ के छ सब फिनिस हो म फलफुल मात्रै खान्छु अरू के छ यहाँ चाहिँ के छ अनि यो त फ्रीको मान्छेमा इन्क्लुड हो नि हाम्रो अनि यसमा इन्क्लुडै हो नि होइन के क्यान्सल गर्न मिल्छ फेरि थप्नु तिनवटा थपेको चाहिँ क्यान्सल हानिदिनु यहाँ के छ त नि ल सब हालिदिइरहेको अब के हो के हालिदिइरहेको वाटरमेलन मात्रै हान्छु म त अब यो मासु दाजु चाहिँ ससेजहरू केही छैन र ट्याक्क वाटरमेलन हाल्नु होइन अरू त्यस्तो के खानु मन छैन मलाई अरू के खाइदिनु अब अम्लेट हान्दिनु त अम्लेट च्याक्क अब उठाउनु पऱ्यो अब प्याकेज त्यो जुत्तामा छ भने अनि एउटा भिरेट पनि एउटा हानौँ त्यसपछि सक्यो अनि चियाको एक चम्ची हजुर भाइ ब्रेड पनि घुम्न अगाडि है यो चाहिँ रेडी भयो तर ढुस है ढुस ल अब खाएर चाहिँ त्यहाँदेखि भेट्छु म ल गाइस खाजा खाएर आइसकेको अवस्था खाजा त्यस्तो केही मिठो थिएन त्यो मलाई त ढुस लाग्यो होइन खाजा छोडिदिउँ तर एम्बियन्स चाहिँ दामी ग्रिनरी साइडमा यस्तो दामी छ है यस्तो पिस छ क्या यहाँ चाहिँ त्यो सौरामा जति गर्मी भयो भने यहाँको चाहिँ पिस हो तर हाम्रो रुम चाहिँ यो 109को रुम ट्याक्क ल भित्र गएर पनि सबैले देखाइदिन्छु है म कस्तो छ है यहाँ चाहिँ बबाल छ है बबाल यता चाहिँ घर रहेछ ल घर पनि रहेछ पिङसिङ पनि रहेछ त कहिले न त घर ज्याममा पिङसिङ पनि रहेछ स्विमिङ पनि छ स्विमिङ चाहिँ 10 बजेपछि मात्र गर्न मिल्ने रहेछ यहाँ केमिकल के हाल्ने रहेछ होइन अब स्विमिङ गर्ने भनेको तर हाम्रो चाहिँ 12 बजे चेकआउट छ अनि 12 बजे चेकआउट पनि छ अनि स्विमिङ कस्ट्युम पनि लिएर आएको छैन आज अब यो स्विमिङ नखेल्ने प्लान भइसकेको छ तर के हुन्छ अहिले जे पनि हुनसक्छ यहाँ कोकोनट पनि रहेछ है गाइज कोकोनट पनि छ अब स्विमिङ चाहिँ यहाँ हल्का फुल्का सफा हुँदैछ ट्याक्क मस्तको छ है मस्तको अहिले भयो भने ल्याम्म स्विमिङ पनि हानिन्छ चराप लाएर आँप हुनुपर्ने हो तर आँप पनि छैन यहाँ तब गाई त म सिधै रुममा गएर तपाईँहरूलाई मेरो रुम देखाउन गइरहेको छु रुम कस्तो छ झ्यामझुम म देखाएर त्यसपछि 1-2 घन्टा सुतिन्छ किन भन्दा रातभरि सुतेको छैनौँ
अब 1-2 घन्टा सुतेर ब्याक टु भेट्नेछु म तपाईँहरूलाई फेरि। ल गाइज यो चाहिँ हाम्रो रुम हो होइन 109 यस्तो छ हालत है आमा रुमको चाहिँ यहाँ केटाहरू झ्यापझुप सुतिसकेका छन् अनि यहाँ माथि पनि छ बिल्डिङ माथि पनि छ सुत्न मिल्छ अनि यहाँ चाहिँ यहाँ लुगासुगा प्याकिङ हुँदैछ। अब टोइलेट पनि देखाइदिउँ न त होइन ल टोइलेटमा चाहिँ रमेश दाइ गएको छ यहाँ चाहिँ ठुलो टिभी छ ट्याक्क ल अब ल फ्ल्यास बालिदिरहेको आफै ल अब चाहिँ हामी सिधै चितवन जान्छौँ चितवनमा रैला सैला हान्छौँ बोटिङ सोटिङ हान्छौँ अनि त्यसपछि के गर्छौँ मासमा 2000 years later. ल गाइज हामी चाहिँ यता फेरि नारायणी साइडतिर आइसकेका छौँ। अब हामी चाहिँ यहाँ ट्याक्क यो बोटिङ सोटिङ हान्ने अरे होइन बोटिङ सोटिङ झ्याममा हानेर अब यो ड्रेस लाएर यो लाइफ ज्याकेट लाएर च्याक्क हामी त्यहाँमा चढेर अब फेरि राउन्डिङ साउन्डिङ हान्नेछौँ च्याप्प लाएर है गाइज हाम्रो चाहिँ अब ल्यान्डिङ भन्दा पनि ट्याक्क चढ्दै हो कसम यो चाहिँ फेरि डेन्जर रहेछ यो हजुर डोडी समाउनु यहाँ चाहिँ डेन्जर हल्का म त लास्ट सिटमा होइन रमाइलो हान्दै अब ट्याक्क यो लाएर चाहिँ हामी हिँड्छ म लाएर भेट्छु ल स्टार्ट भइसकेको छ जर्नी उहाँहरू चाहिँ अब नलाउने रे डर लगाएर मैले चाहिँ हल्का लगाइदिएकै डर लाग्छ मलाई चाहिँ ट्याक्क ल यस्तो चाहिँ पानी चाहिँ लास्टै दामी छ होइन त्यस्तो ऊ पनि छैन बाढी आएको पनि छैन क्लिन छ पानी चाहिँ ट्याक्क अब हाम्रो यहाँ 6 जना ग्याङ चाहिँ ट्याक्क अब सगरमाथातिर यही उता चाहिँ त्यो क्रुज छ है क्रुज त्यहाँ छ है बबाल पारामा अब यहाँबाट स्पिडमा हानेर अब च्याक्क हामी चल्दिस गर्मी चाहिँ हल्का छ है हल्का ल लेट्स गो दाइ ल लेट्स गो ल खै स्टार्ट भयो ल इन्जिन स्टार्ट भयो इन्जिन स्टार्ट भयो तर यतिकै पनि ठिकै छ त अनि ल उताबाट चाहिँ एउटा बाबु चाहिँ आइरहेको ल हाम्रो चाहिँ चल्दिस हामी डर लाग्यो मोबाइल झर्न पनि सक्छ है फेरि अब रिक्स लिएर रिक्स ओए अति छ तर यहाँ त तर लास्ट सानो भयो ओ माई गड ल गाइड म चाहिँ क्यामेरा अफ गर्दै हल्का डर लाग्छ मलाई त्यो छ है पानीको आम्मा स्पिड पनि त्यस्तै छ है स्पिड पनि त्यस्तै छ क्याममा ओए पानीको बिस्तार पछाडि देख्छ त्यो गाइड वाउ यो त अफ्रिकातिर खेला जस्तो हो है त्यस्तो डर लाग्ने हुँदैन ल यो त सुरु हो त्यही खतम हो गयो एकैछिनमा गएको एकैछिनमा आइदिरहेको त्यहाँ एक राउन्डिङ त्यहाँबाट एक राउन्डिङ हानेर यता आएर ल सकिरह त्यसपछि 1500 ठुस भइदिरहेको ठुस 1500 अब यहाँ ल यहाँ यसो ढुङ्गा रहेछ अब कति जाने हो हाम्रो चितवन अनि यो चाहिँ के हो त अनि ए ल गाइज अब एकछिनमा भेट्नुपर्छ अब के गरिन्छ म देखाउँदै जान्छु होइन अब त्यस्तो प्लान त छैन अब के गर्छौँ हेर्दै जानु न है हामी यहाँ दाइको आइसक्रिम खाँदैछौँ दाइको आइसक्रिम खाने हो अब यहाँ त हामी यो दाइको चाहिँ यहाँ दाइ तपाईँको पसलको नाम किन उ गरेर भनेको सुनिल आइसक्रिम सेन्टरमा चाहिँ हामीले अब यहाँ आइसक्रिम खाँदैछौँ ल तपाईँ एउटा ग्रुप होइन हजुर एउटै हो कि कुल्फी चाहियो क्या हामीलाई यहाँ राख्नु दाइ भयो भने बेच्नु त्यो चाहिँ पनि मलाई थाहा झुट बोल्नु भयो दाइले हालिदिनु ओ स्ट्रबेरी हालिदिनु ल पिङ्क हालिदिनु
के बनाएको त्यसो भए उसले राइज अरूले राइज दुईटा मात्र हालिदिनु अहिले दुईटा मात्रै यो चाहिँ धुस हुन्छ धुस ल गाइज अब यहाँ चाहिँ आइसक्रिमहरू खाएर अब हामी चल्दैछ